ओहो दाइहरु बेसमार थाके जस्तो छ त हौ कहाँसम्म जानुहुने हो हजुर कहाँ जानुहुने हो अब नेपालगञ्जसम्म जाने हो ए डोल्पाबाट नेपालगञ्ज हजुर हजुर हो भीम दाइ कहाँदेखि पाल्नु पर्यो अहिले मुकुटबाट उपर मुस्ताङबाट उपर मुस्ताङ ए अहिले हामी कहाँ छौँ अहिले हामी यो डोल्पा नेपालमा उपर डोल्पामा छ ए माथितिर त हिउँ परेछ कसरी आउनुभयो दाइ ओहो हेलिकप्टरको पङ्खा लाएर चस्मा चाहिँ 1 लाखकै हो क्या हो खासमा 1,50,000को अलि महँगै परेछ नेपालमा त हैन डलर हो कि नेपालीहरु त्यो यो डल्लो डल्लो हो डलर हजुर ए ठीक छ कोरियाको पर्यो त सस्तो पर्छ नेपालमा भन्दाखेरि कोरियाको त अब ल ल दाइहरु हामी त मुकुट जान लाग्यो शुभयात्रा है ल ल नेपालगञ्ज म गञ्जसम्म चाहिँ फलदाइ होस् धन्यवाद यता सर पनि मुकुट आउँदै हुनुहुन्छ वेलकम सर धन्यवाद के छ बाबु यस्तै हो अब युट्युब पत्रिका चलिरहेछ अब 2-4 वटा चलेछन् अब यो पनि चल्छ कि भन्ने आश छ प्रगति गर्दै जानु म जस्तो एक्टरको चाहिँ यसो खिचेर यो डाँडा काँडाको चाहिँ लगाइदियो भने बाबु तिमी छिटो माथि पुग्छौ ल ल हुन्छ सर कोसिस छ भ्युज धेरै आउँछ कि यो पनि भ्युज आइसक्यो अब हेरौँ त छायामा नपरेको कलाकार हो ल ल ल यो चस्माले मात्रै पनि धेरै आउँछ आउँछ होला सर आउँछ हस् हस् पकेट भएर पनि उठेर माथि पुऱ्याउनु हस् यता सूर्य दाई भगवान आउँदै हुनुहुन्छ भगवानजी कता जानुहुन्छ च्याङ्रा चराउँदै बाबु ए ए रक्सी बोक्नु भएको चाहिँ क्या हो हजुर ए ल ल ल ल बिस्तारै चराउनुहोस् है ल ल ल